हेलो साथीहरु सबैजनालाई नमस्ते। सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अनि म आज धेरै दिनको समयमा फेरि पनि हजुरहरु समक्ष रक्सी पारेको भिडियो लिएर उपस्थित भइसकेको छु। अनि मैले रक्सी चाहिँ भर्खरै बसालेको। अनि आज चाहिँ प्योर कोदोको चाहिँ हैन, थोरै चिनी मिसाएको छु मैले। हेरौँ कस्तो हुन्छ, रक्सी कतिको मिठो झर्छ हजुरहरु समक्ष म सेयर पनि गर्नेछु। अनि म रक्सी यस्तै सधैँ यही फाटोमा निकाल्छु किनकि मलाई यसमा सजिलो हुन्छ। यो तल्लो मेरो रक्सीको भाडा चाहिँ 3 स्टेपको छ। सबैभन्दा तलकोमा मैले रक्सीको फताला हाल्छु अनि रक्सीको जाँड राख्छु। हाम्रो भाषामा फताला भन्छ हैन, अनि ठेट भाषामा नेपाली भाषामा भन्नुपर्दा जाँड। अनि त्यो माथिल्लोमा चाहिँ रक्सी थाप्ने यस्तो प्लेट हुन्छ। अनि त्यो माथिल्लो तलामा पानी हाल्छु। अनि देख्न सक्नुहुन्छ त्यो पाइप भयो। त्यो पाइपदेखि उता साइडमा मैले त्यो हरियो सिसाको बोतलमा रक्सी थापेको छु। मैले भर्खर मात्रै बसालेको रक्सी। हेर्दै गरौँ। अहिले त कहाँ, अब माथि पानी तातिएर अनि पानी तातिए पछाडि अनि बल्ल त्यो पसिना जम्मा भएर झर्छ। त्यो भाँडाको तल माथि पानी राख्ने तल त्यो भाँडाको आसन चाहिँ तातिएर जुन पसिना थप हुँदै चुइन्छ, त्यसलाई नै फेरि रक्सीको नामकरण गरेर हामीले पिउन सक्छौँ। अनि यो हो रक्सी। हाम्रो गुरुङ समुदायमा हुँदै जसरी भए नि चाहिने नभई नहुने एक प्रकारको सगुन। अनि यसरी रक्सी बनाउँदाखेरि पार्दाखेरि हामीले आगो कहिले पनि चर्को गर्नु हुँदैन, किनकि आगो धेरै चर्को भयो भने उम्लेर रक्सी बिग्रिन सक्छ।